हेलो हेलो वेलकम टु माई ब्लग। आज हामी ग्लोरियस एकाडेमी चितवनको साथीहरू गोवर्धनगढीको यात्रामा छौँ र साथीहरू पछाडि आउँदै हुनुहुन्छ। कोही साथीहरू अगाडि गइसक्नु भएको छ, अगाडि गइसक्नु भएछ। हामी अल टोटल 9 साथीहरू र बिचबिचमा म क्लिप जोड्दै जानेछु। अहिलेलाई यति नै। पहिले हामी स्न्याक्सका लागि सुमन सर र म हामी यो शक्तिहोर बजारको पसलमा स्न्याकहरू किन्दैछौँ। चिसो उपरदानगढी जाने क्रममा हामी बिच बाटोमा हाम्रो गाडी सेलाउनको लागि रोकेर यसो हामीले लिएर आएको चिजबिजहरू टेस्ट गर्दैछौँ र आज सबै ओसीको पार्टी हो यो। बोल्ने खोइ फोटो रहेछ। यता भ्लगमा गइरह। ओसी हाम्रो सुमन भाइ। आज हाम्रो ग्लोरियस एकाडेमी चितवनको शिक्षक परिवारको तर्फबाट सुमन सरको ओभरअल कोअर्डिनेटर पदमा पदोन्नति भएको सुमन सरको जुन भाकल पुरा गर्न हामी यहाँ उपरदानगढी आउँदै गएको छ र त्यसको अवसरमा सबै यो कार्यक्रमको आयोजना गरिदिनु भएकोमा सुमन सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ र ओभरअल कोअर्डिनेटरमा नियुक्त हुनुभएकोमा बधाईसँगै सफल कार्यकालको शुभकामना। ल सुमन सर, आजको ओभरअल ट्रिपको बारेमा तपाईँको भाकल पनि पुरा भयो। अब पुरा हुँदैछ अब छिटै नै। ल एकछिन रेस्ट गरेर हाम्रो भरत सरको केही कुरा जाओस्। एकदम खुसी लागिरहेछ। बिरामीपछि पहिलो खुसी हो। साथीहरूसँगको घुमफिर पहिलो खुसी हो यो। ठिक छ, मेमोरेबल गराउनुपर्छ। हामी उपरदानगढी नजिकै आइपुगेका छौँ। डिला सर हिँडेर आउने क्रममा हिँडेर आउँदै हुनुहुन्छ। योगेन्द्र सरको नयाँ रोनिन बाइकले नतानेर तपाईँहरू टिभीएस कम्पनीको रोनिन चाहिँ अफरोडका लागि उकालोको लागि चाहिँ नलिनु होला। हुन त फेरि राइडरको हातमा नि भर पर्छ। राइडर पनि कम त होइन। मेरो बाइक चाहिँ अनि हाम्रो सुमन भाइले चलाउँदै, म चाहिँ अनिश सरको बाइक चलाउँदैछु। अनिश सर र म टक्क लाएर यसरी यो उपरदानगढीको भ्यू हेर्दै। डिला सर चाहिँ ट्रेकिङमा हुनुहुन्छ। आउँदै हुनुहुन्छ आनन्द। चिसो उपरदानगढीको चिसोको अनुभव लिँदै। भरतपुरमा धेरै गर्मी छ। आज बिदाको दिन हामी साथीभाइ मिलेर टक्क लाएर साथीहरू अलिअलि हुने भने त यार। हामी उपरदानगढीको यो बेसमा आइपुगेका छौँ। इच्छाका कामना गाउँपालिका वार्ड नम्बर 2 चितवन बागमती प्रदेश दुर्केश सामुदायिक होमस्टे पनि रहेछ। हामी यहाँबाट उकालो चढ्दै उपरदानगढी जानेछौँ र हाम्रो साथीहरू बाइक पार्किङ गरेर अब माथि उकालो चढ्ने तर्खरमा हाम्रो बाइकहरू पार्क गरेका छौँ। त्यहाँ उपरदानगढीको यो कटेजबाट यो भ्यू देखाउँदैछु। वैशाखको महिनामा नारायणघाटमा गर्मी बढिसकेको छ। यहाँ चाहिँ चिसो हावा चलिरहेको छ। साथीहरू रेस्ट गर्दै हुनुहुन्छ। खाजाको लागि अर्डर गरिसक्नु भएको छ र आज मौसम अलिकति नखुलेको कारणले गर्दाखेरि सबै यो भ्यूहरू राम्रोसँग देख्न सकिएको छैन। साथीहरूको डान्स सुरु भइसकेको छ र रमाइलो गर्दै कोही बस्दै कोही मोबाइल हेर्दै डान्सको कार्यक्रम अघि बढिरहेको छ। अनिश सर
नाच्दै हुनुहुन्छ। सुमन सर हाम्रो राजु सरको डान्सको ताल छुट्टै छ, देख्न सक्नुहुन्छ सबैजना खतरा नाचिरहनु भएको छ। डेराम सर के चपाइरहनु भएको छ। म डान्सका लागि रिक्वेस्ट गर्दैछु हाम्रो पिटी डान्स गर्ने एकमात्र सर। र सबैजना आफ्नै तालमा नाच्दै रमाइलो गर्दै मोबाइल हेर्दै ल अब डिला सरको डान्स खतरा डान्स आउँदैछ, सबैजना हेरेर इन्जोय गर्नु होला। हाम्रो डिला सर नाच्नमा निकै सिपालु हुनुहुन्छ र डिला सरको डान्स पछि पनि आउँदैछ। यसै बिचमा म पनि जोडिसकेको छु डान्समा। नाच्न नजाने पनि जे जस्तो जानिन्छ साथीहरूको बिचमा रमाइलो। र बेला बेलामा रमाइलो गर्नुको मजा छुट्टै रहन्छ साथीभाइहरूसँग। नाच्ने कार्यक्रम रमाइलो भइरहेको छ। उपरदान गढीमा हाम्रो खाजा खाने कार्यक्रम सुरु। प्याज खान त माडी जानुपर्छ।